गाइज हामीहरू चाहिँ यहाँ शारजामा आएको छौँ। यो हो शारजाको नुर मस्जिद। एकदमै राम्रो छ। यहाँ मान्छेहरू पुरै घुमिरहेछन्, खेलिरहेछन् होइन। हामी चाहिँ खास यो नुर आइल्यान्डमा घुम्ने भनेर आएको थियो, तर ट्याक्सीवालाले पर पुऱ्याइदियो। तर त्यहाँ पनि ठाउँ राम्रो रहेछ, हामी घुमेर आयौँ, राम्रो लाग्यो। अब यहाँ चाहिँ अब सायद टिकटिङ बन्द भइसक्यो कि के भयो, गएर हेर्छौँ, नत्र अर्को दिन आउनु पर्ला। आँखामा के पस्यो, अब त्यहाँ गएर हेर्छौँ। यो नुर आइल्यान्डको चाहिँ टिकटिङ बन्द भइसक्यो कि छ खालि, त्यो चाहिँ हेर्ने थाहा हुन्छ। यो दुईवटा गोबरहरू चाहिँ झगडा गरिरहेछन्। थाकिसक्यो यिनीहरू दुईजनाको झगडा हेरेर नि। से बांध लेते यहाँ चाहिँ बच्चा-बच्चीहरू लिएर घुम्नको लागि एकदमै राम्रो रहेछ। घर नजिकैको भएर पनि आएको थिएन कहिले पनि, आज आयो। एक्चुअली हाम्रो फ्ल्याटबाट यहाँ त्यही 5-10 मिनटको बाटो छ, त्यही पनि आएको थिएन। म टिकटकमा यो नुर आइल्यान्डको बारेमा देखेको थिएँ, त्यही भएर लु त नि जाम आज भनेर आएको, तर अर्कै ठाउँमा पुगाइदियो। के गर्नु, नजिकको तीर्थ हेला भन्छ। अनि बस्ने ठाउँको नजिक यति राम्रो राम्रो ठाउँ हुँदाखेरि पनि घुम्न आएको थिएन। अब हेरौँ के हुन्छ है। देखो कोई बंदा बोल रहा था ग्रीन सिग्नल में अभी 2 घंटे के बाद पहुंचा है। 2 घंटे के बाद पहुंचा है, इसका ग्रीन सिग्नल अभी आया। सो गया थक गया अभी। ए बंदा है, ये पंजाब का सबसे बड़ा क्रिमिनल है। बड़ा आदमी मारे मैंने। ये नुर आइलैंड जाने का एंट्रेंस है। कल आ जाएंगे इधर इंशाल्लाह।